होइन आजकल त तिमीलाई म फेसबुक टिकटक इन्स्टा जता पनि देख्छु के गरिरह हो। खुब पोस्टहरू आउँछ नि आजकल त तिम्रो। भनेपछि तिमी पनि सोसियल मिडिया खुब धेरै चलाउँछौ होइन त। म अहिले अनलाइन मार्केटिङ बिजनेस गरिरहेको छु। अहिले मलाई एकदमै ढुक्क भएको छ। न कामको प्रेसर न अरू केही प्रेसर, आनन्दले बच्चासँग टाइम स्पेन्ड गर्दै राम्रोसँग कमाइ गर्न सकिरहेको। अनलाइन बिजनेस कस्तो अनलाइन बिजनेस हो? अनि सामानहरू त केही पनि राखेको देख्दिनँ त। के गर्नुपर्छ तिम्रो त्यो बिजनेसमा मलाई पनि भन न। अनि अनलाइन बिजनेस भन्दैमा सबै सामान बेच्नै पर्छ भन्ने हुन्छ त, सामान देखाउनै पर्छ भन्ने हुन्छ त। हाम्रो यो डिजिटल मार्केटिङ बिजनेस हो। यहाँ हामीले बिजनेस अपर्च्युनिटीको मार्केटिङ गर्ने हो कि प्रडक्टको होइन। हामीले यहाँ सामान बेच्नु पर्दैन। हामीले बेच्ने भनेको यो बिजनेस अपर्च्युनिटी हो। यो अपर्च्युनिटीले हामीलाई के दिइरहेछ, हामीले के आर्जन गरिरहेछौँ, के सिकिरहेछौँ होइन, यसले हामीलाई कस्तो खालको लाइफ स्पेन्ड गर्नको लागि अपर्च्युनिटी दिइरहेछ, त्यस्तै कुराहरू सेयर गर्छौँ। यो एउटा अट्र्याक्सन मार्केटिङ बिजनेस भएकोले गर्दाखेरि हामीलाई बिजनेसले दिएको हुन्छ नि फ्लेक्सिबिलिटी, फ्रिडमहरू होइन, त्यस्तो कुराहरू सेयर गर्छौँ। अनि त्यो देखेर कोही एट्र्याक्ट हुनुहुन्छ, कोही हामीसँग बुझ्न आउनुहुन्छ भने उनीहरूलाई हामीले जानकारी दिन्छौँ अनि सिस्टमसम्म पुर्याउँछौँ। त्यति मात्रै हो, खास केही गाह्रो छैन। सुन्दा त इन्ट्रेस्टिङ नै छ जस्तो छ। कसरी गर्ने हो, के गर्नुपर्छ मलाई पनि सिकाऊ न त, म पनि गर्छु। तिमी इन्ट्रेस्टेड छौ भनेदेखि आऊ न त, म तिमीलाई सिकाइदिन्छु। तिम्रो इमेल र नाम चाहिँ मेरो वेबसाइटमा राखेर रजिस्टर गर्नुपर्ने हुन्छ। ल फोन निकाल त, म तिमीलाई देखाइदिन्छु कसरी के गर्ने भनेर।